हेलो सम्पूर्ण साथीहरुमा नमस्कार। आजको बिहानीमा मैले आफ्नो आँगनमा रहेको ड्र्यागन फ्रुटको बोट देखाउन गइरहेको छु। हेर्नुस्, रातो रातो फलेको छ। 1 2 3 4 वटा अनि उतातिर फुलेको छ एउटा। अनि मैले यतातिर चाहिँ सानो सानो बुटाहरू भर्खरै लगाएको छु, देख्न सक्नुहुन्छ। अब यी पनि 1.5 वर्षपछि फेरि फल्ने छन्। यसैगरी हेर्न सक्नुहुन्छ। तपाईहरुले पनि आफ्नो घर आँगनमा यसैगरी ड्र्यागन फ्रुटको बुटा लगाउन सक्नुहुन्छ। हेर्नुस् कस्तो राम्रो फुलेको छ अनि यतातिर रातो रातो फलेको देखिरहेछौं हामीले। अब यो चाहिँ हामीले भोलि टिप्ने निर्णय गरेका छौं। भोलि चाहिँ हाम्रो गोरही पर्व रहेकोले यसलाई टिपेर हामी सबैजना मिलेर खाने हो। तपाईहरु पनि खान चाहनुहुन्छ भने आउनुहोला हाम्रो